पुरा गोटी खाने म दिनमा त्यो हुन्छ नि म त्यो 18-20 वटा म हान्दिन्थेँ म गोटी म त्यस्तो खाने मान्छे। बस्दाखेरि ठिक्क कल आयो क्या मेरो साथीको, एकजना अर्को साथीको कल आयो, भाइ तँलाई केटाहरूले खोज्दैछ, तँलाई केटाहरूले खोजेर त्यतै बाहिर क्याफेतिर आउँदैछ भनेर भन्यो हो। पछाडिबाट एउटाले बाँसले हानिहाल्यो हो ड्वाङ्गै टाउकोमा। मैले पहिलाको एक्सलाई भगाएको अनि एकैचोटि पुलिस आएर घ्राब्डो पुलिसले पक्ड्यो, जेल लग्यो, त्यो कुटा खाएको चेकअप गराउने भनेर, अनि लगेर रिहाबमा लगेर हुल्दियो दाइ 3 महिना ठ्याप्प। त्यति बेला मेन चाहिँ कहानी कस्तो हो भने म ओभर भन्नाले त्यति बेला ओभर बिग्रेको मान्छे क्या, ओभर बिग्रेको मान्छे म हो। बिग्रेको भन्नाले अब गोटीसोटी पुरा गोटीसोटी खाने। कलेज लाइफ 11 बिर्ता मोड एमइडी। अनि के अरे फेरि कहानी चाहिँ कसरी हो अब एकैचोटि कुटा खाएको भन्दा पनि त्यो अब गोटीसोटी पुरा खाने थिएँ नि त म, अनि पुरा गोटी खाने म हो। म दिनमा त्यो हुन्छ नि म त्यो 18-20 वटा म हान्दिन्थेँ म गोटी, म त्यस्तो खाने मान्छे हो पहिला। त्यति एक जमाना पुरा बिग्रेको नि त, डायल गोटी पुरा खाइदिने हो। अनि कलेज सुरु भएको 11 त्यस्तै बेला हो होइन। अनि कलेज के अरे बिग्रेको नै त्यति बेलै हो। अनि हाम्रो हाउभाउहरू कलेजमा बढ्दै थियो क्या। हाउभाउ भन्नाले अब गोटी खाएपछि कस्तो हुन्छ मान्छेहरू, त्यो अघि ह्याउ फुटानी सुटानी हुन्छ नि, चुर्ती फुर्ती हाम्रो बढ्दै थियो। अनि अलिअलि चाहिँ कता कता अरूले वाच गरिरहेको रहेछ, कोले रिस उठ्ने त को हुन्छ नि त, रिस उठ्ने पनि कोले वाच गरिरहेको रहेछ हो। हामीले वाच त गरेको थिएन। अनि जहिले कलेज जाने, जहिले रेगुलर जाने हो। अनि एक दिन भन्दा पनि भोलि कलेज छ भने आज राति म सुत्न जाँदाखेरि लाइक भोलि बिहान उठ्नु छ, अहिले सुत्न जाँदाखेरि मैले 10 वटा गोटी हुँदैन, 10 वटा गोटी खोलखाल पारेर, मलाई चाहिँ किन दिएको भने मलाई चाहिँ बासी चार्ज ओभर मनपर्ने क्या, ओभर बासी चार्ज मनपर्ने। अनि आज खायो भोलिको चार्ज चाहिँ अझै दामी लाग्ने क्या। अनि मेरो पालि त्यही बासी चार्जको लागि भनेर 10 वटा गोटी हान्थेँ मैले हो। हानेर सुतेर भोलिपल्टको हो त्यो दिनको कुरा हो क्या। अब बिहान उठ्ने बित्तिकै सेम रेगुलर गाडी, बिहान कलेज जानलाई गाडीमा गयो होइन। गाडी चढ्नुभन्दा अगाडि चिया चुरोट खाएपछि चार्ज सुरु भयो हो, बासी चार्ज। अनि हामी गयौँ। अनि त्यो जाने क्रममा पनि अब त्यो दिनभरिमा पनि 1-2 गोटी यसरी चेपिरहन्छ क्या। म एउटा गोटी हालो, त्यो सक्यो, फेरि अर्को गोटी चेप्यो, सक्यो, फेरि अर्को गोटी चेप्यो, त्यसरी त्यो चलिरहन्छ क्या। हामी रेगुलर गाडी चढेर गयौँ हो। अनि गाडी चढेर चार्ज अब त्यो हुन्छ नि दिनभरि गोटी खाने क्रम भइरहन्थ्यो। गए अनि कलेज जाँदा त्यो दिन चाहिँ कलेजमा फङ्सन थियो क्या। त्यो दिन चाहिँ कलेजमा त्यही गेमहरू, बास्केटबल गेम टुर्नामेन्टहरू के भइरहेको थियो क्या त्यति बेला। अनि त्यो कलेज त्यस्तो जानुपर्ने थिएन, 2 पिरियड पछाडि अनि त्यो बास्केटबल कम्पिटिसन के सुरु भएको थियो क्या। अनि हामी फर्स्ट पिरियडमा म र मेरो साथी हो, हामी गयौँ कलेज। तर मेरो साथी फेरि मेरो कलेजमा पढ्ने साथी होइन भाइ, त्यो अर्कै कलेज पढ्दै थियो हो। त्यो मेरो कलेज आएको हो जसमा हामी 2जना गयौँ हो। 2जना फर्स्ट क्लासमा पनि हामी छिर्यौँ हो। छिरेर फर्स्ट क्लासमा छिर्यौँ। अनि सेकेन्ड पिरियडमा पनि हामी बस्यौँ हो। सेकेन्ड पिरियडमा क्लासमा बस्दाखेरि चाहिँ त्यो हाम्रो अलिकति हाउभाउ बोलेको टिचरले देखेर कता यो मान्छे कहाँको हो भन्ने त्यसले त्यो शङ्का चाहिँ पायो क्या। यो मान्छे त हाम्रो क्लासको त होइन त भन्ने मेरो साथीलाई देखेर थाहा पायो त्यसले हो। अनि त्योभन्दा अगाडि मेरो साथी के गरिरहेको थियो भने, मेरो साथी चाहिँ त्यो अगाडि त्यो केटी बसेको थियो कि, त्यो केटीलाई ढाडमा यसरी यहाँ छुँदै जिस्काउँदै, अब स्या कस्तो हुन्छ केटाहरू, जिस्काउँदै थियो क्या। त्यो केटी बिच्किरहेको थियो। अनि त्यो फेरि अर्कै पार्ट भयो। त्यो केटी बिच्किरहेको थियो, तर त्यो केटीको सक्यो, चुप लाएर केही भनेन। केटीलाई त्यसले चलाइरहेको थियो। अनि ठिक्क त्यो पछाडि त्यस्तै के भयो, त्यो सरले थाहा पायो यो मान्छे चाहिँ यहाँको होइन रहेछ भनेर। अनि हामीलाई बाहिर जा भन, हामी चुप लाएर बाहिर निस्क्यौँ। हामी बास्केटबल हेर्न गयौँ हो। अनि बास्केटबल हेर्न बस्यौँ भने बस्दाखेरि चाहिँ त्यो मोटे बसिरहेको थियो। अनि मोटेलाई मैले उठ भने मोटे उठेन। म्याचिक्ने मुजी अहिले कुटेर मुजी म्याचिक्ने ढुटो पारिदिन्छ रन्डीको भने उठ भनेर धम्कायो। मोटे उठो, मोटे डरायो, मोटे उठो। बसेँ, बास्केटबल हेऱ्यौँ। अनि 15-20 मिनट बास्केटबल हेरेपछि अनि भाइ जाउँ बाहिर चियासी खान जाउँ भनेर कलेजको बाहिर क्याफे थियो। अनि त्यो क्याफेमा जाउँ भाइ तल्लोपट्टि थियो क्या, चित्राको त्यो यसो टिन सिनको हुन्छ नि, चिया सेपेर जाउँ भाइ भनेर गयो हो। अनि तल चिया खान बसेँ।
तल चिया खान गएँ बाहिर, अनि चिया खान बसिरहेको छु, चिया बस्दाखेरि ठिक्क कल आयो क्या मेरो साथीको, एकजना अर्को साथीको कल आयो, भाइ तँलाई केटाहरूले खोज्दैछ, तँलाई केटाहरूले खोजेर त्यतै बाहिर क्याफेतिर आउँदैछ भनेर भन्यो हो। ओ सेट म्याच चिक्ने, हो र होइन होला भनेर यस्तो हेऱ्यो कि त्यो ओह्रालोबाट त गुरु रुङ 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 10-11 जना भाइ, गुरु रुङ रुङ आफू चिया बोकेर बसिरहेको जस्तो हेर्नु हो, गुरु रुङ रुङ आयो। अनि त्यो यता एन्ट्रान्स छिर्ने हो, अनि अर्को यता निस्किने पनि थियो एन्ट्रान्स। अनि म इधर यहाँबाट आउँछु, म यहाँबाट निस्केर भाग्छु भनेर यसरी निस्केर यता भाग्नु भनेको पछाडिबाट एउटाले बाँसले हानिहाल्यो हो ड्वाङ्गै टाउकोमा हाने त्यो भ्वाक्क लडे, तर त्यो नकआउट लडेको होइन, लाइक यसरी हुतेर लडेर फेरि उठे, अनि लडेर फेरि अनि के अरे भाग्नु पर्यो भन्दाखेरि अब त्यो त घेरिहाल्यो नि भाइ, त्यो एकचोटि लडेपछि त्यो त्यत्रोले घेरिहाल्यो नि। त्यहाँबाट त भाइ यो पक्रेर ब्ल्याङ्की ब्ल्याङ्क हान कता कुटै थाहा छैन, मलाई थाहा भयो भनेको फर्स्ट बाँसको एक टाउकोमा भ्वाक्क खाएको चाहिँ मजाले त्यो चाहिँ फिल छ होइन। तर त्यस पछाडि त अब त्यो त्यही हुन्छ क्या भाइ, कुट्दाखेरि कता हानु के हानु तेरो दिमागले प्रोसेस गर्नै भ्याउँदैन क्या, यहाँ दुःख र यहाँ दुःख भन्न। अनि कोट बोक त्यहाँ लात्तले भुइँमा लडाएर हानेको छैन। अनि लास्टमा त म्याच सिक्ने मुजी यता आइज त भनेर यस्तो पक्रेर त मलाई होइन, यता यसरी साइडमा क्या अब त्यो एउटा मान्छे आएर साइडमा यता आइज त भनेर यस्तो पक्रेर यता तानेर होइन, यस्तो तानेर यस्तो अनुहार त म्याच सिक्ने, जुन मैले त्यो धम्काइन त्यो बास्केटबल खेल्दाखेरि उठ म्याच सिक्ने मोटे भनेको त्यही मोटे हिरो भएर आएछ। अब चाहिँ फेरि केटाहरू ल्याएपछि चाहिँ हुन्छ नि म्याच मोटो, फेरि दह्रो थियो त्यसले मलाई होइन के हुनेछ अरे म्याच त्यसले मलाई उठेर होइन ग्राफर पर्दैन, मोटेले जित्यो क्या, तर मोटेको आँट रहेन रहेछ हो। अनि मोटेले त म्याच सिक्ने लास्टमा यसरी पक्रेर त यस्तो घाँमा पक्रेर त नि भ्वाक्क यो भुँडीमा क्या, यहाँ यो ठिक्क त्यो यो पानी पेट हुन्छ नि ऐठाउनु नि यहाँ बुढीमा भ्वाक्क हानेर त मलाई त भाइ त्यो मुजी चिक्ने त्यो मद्रासी फिल्मको जस्तो म्याच चिक्ने 3-4 फिट पर म्याच चिक्ने यसरी हुत्याइदिएको मुजी यसरी भुक्लुक्क लडेको क्या। अब त्यो उडेर होइन भाइ, त्यत्रो साह्रो गफ पनि होइन भाइ यहाँ। अनि भ्वाक्क अब यहाँ थियो भने म यो भित्ता सामानको पछाडि वस्तु गर भने लडेको क्या, उडेर होइन त्यो फोर्सले क्या लडेको, ब्ल्याङ्ग लड्यो होइन। लडेर तिनीहरूले गयो अब भनौँ न। अनि त्यस पछाडि आएर मेरो केटाहरूले उठायो गऱ्यो हो। अनि त्यो अर्को मेरो साथी पनि त्यसलाई के गर्न, त्यसलाई चाहिँ के गर्न ब्रो तिम्रो यो प्रब्लमै होइन भनेर, किन त्यसले न्यू खोजेको थिएन क्या। अनि अहिले सोच्दा चाहिँ म्याच चिक्ने त्यो जुन केटीलाई जिस्काएको थियो त्यो केटीको अर्को चिक्स रहेछ एउटा हो। अनि जुन मोटेलाई धम्कायो, अनि मोटेलाई धम्काउँदा चाहिँ रिस उठेको रहेछ, यसले अघि मेरो चिक्सलाई पनि क्लासमा के गर्ने, अनि यहाँ आएर मेरो साथीलाई पनि यस्तो गर्यो भनेर। अनि त्यसको साथी रहेछ खाइयो नि भाइ। अनि त्यहाँ पछाडि घर गए पछाडि भन्नाले बाइकमा भागेर घर गयौँ हामी, फेरि केटाहरू आउने भन्दै थियो कुट्नलाई, बाइकमा भागेर घर गएपछि घरमा पनि थाहा पायो यो चाहिँ उल्का रहेछ भनेर। अनि भोलिपल्ट अनि हिँड भनेर अनि के अरे रियाबतिर हस्पिटल लग्यो, टाउको चेकअप गराउने, त्यही कुटा खाएको चेकअप गराउने भनेर। अनि लगेर रियाबमा लगेर होलिदियो दाइ 3 महिना ठ्याप्प, कुरा चाहिँ त्यो हो भाइ। त्यो बोधी खाएको कहानी चाहिँ त्यो डह्रो बोधी खाएको छ भाइ। त्यति बेलै हो मैले फर्स्ट टाइम त्यस्तो बोधी खाएको, मिठो बोधी खाएको भाइ। यो सर्टहरू च्यातेर यो पेन्ट पुरै च्यातेर त्यो रङ्गिला रे तेरे मनमे भन्ने त्यो केटीहरू त्यो नाच्ने मुर्जा सुर्जा जस्तो टाइपको भएको थियो भाइ। अनि त्यस्तो भएको थियो म चाहिँ उल्का थियो नि त गाइज, उल्का थियो नि त। अनि कहाँ थियो त्यो साँच्ची त्यो जुन इन्सिडेन्ट भयो त्यो कुटा खाएँ, त्यसको घर गएर त मैले पहिलाको एक्सलाई भगाएको अनि अब त्यो चार चाहिँ कुटा खाएको छ, मान्छे के भएको छैन, घर गयो कडा सडा लगायो, कता के छ होइन, अलिअलि दागी सागी कता के छ मतलब भएन भाइ। हिँडेको केटीलाई लिएर, अनि केटीलाई लिएर कहाँ हिँडेको त्यो पर घर त्यो 3 मिनट कि कति हिँडेर जाने घर, अनि आफ्नै घरमा ल्याइदिएको क्या। अब भएर घर लगेपछि केटीको घरबाट थाहा पायो यो त भागी छ भनेर। त्यसको काका लिन घरमा आएको, काका लिन आउँदा चाट बज्छ नि त, छुरी लिएर बसेको, लु आएछ त यहाँ आएछ त भाइ, अगाडि जोबाट भाइ खायो भनेर यसरी बस्थेको। अब त्यो चार्जमा छुरी लिएर बसेको मान्छेसँग अब को आउँछ अगाडि बढेर। भएर त 2-3 मिनटमा एकैचोटि पुलिस आएर घ्राबडो पुलिसले पक्ड्यो, जेल लग्यो। ऊ पुकु नै थियो जेलमा खाना ल्याउने, मलाई जेल लग्यो। मैले यो चाहिँ भन्नु बिर्सेँ, जेल लग्यो। अनि जेल लगेको भोलिपल्ट बिहान चाहिँ अनि जेलबाट अब चाहिँ हामी यसलाई हस्पिटल लाने भनेर बाबाआमाले निकालेर अनि हस्पिटल लाँदाखेरि चाहिँ त्यतै रियाबमा हुल्दिएको। हस्पिटल भन्ने चिजै रहेन रहेछ यहाँ भाइ, बुझिनस् कुरा त्यो। तर लोद्रो खाइयो।
लोद्रो चाहिँ लोद्रो खायो